नमस्ते, खातापाताको यो नयाँ एपिसोडमा यहाँहरूलाई स्वागत छ। आज हामी यस एपिसोडमा विगतमा सिकेको कुरालाई ट्यालीमा कसरी हालिन्छ भन्ने कुराको बारेमा जानकारी दिने प्रयास गर्दैछु। अस्तिको एपिसोडमा हामीले डेबुकबाट जर्नल भौचर कसरी बनाइन्छ भन्ने कुराको बारेमा जान्यौं भने आज त्यो जर्नल भौचरलाई अब हामीले लेजरमा कसरी पोस्टिङ गर्छौं भन्ने कुराको बारेमा जानकारी दिने प्रयास गरिरहेको छु। आउनु सुरु गरौँ आजको प्रोग्राम। सर्वप्रथम हामीले अस्तिको एपिसोडमा जुन डेबुकलाई जर्नल भौचर बनाएको थियौं त्यही जर्नल भौचरलाई ट्यालीमा कसरी हालिन्छ अथवा अन्य एकाउन्टिङ सफ्टवेयरमा कसरी जान्छ र कुन शीर्षकलाई कुन हेडिङ अन्तर्गत राखिन्छ भन्ने कुराको बारेमा विस्तृत रूपमा जान्ने प्रयास गर्नेछौँ। त्यसको लागि सर्वप्रथम ट्याली ओपन गर्नु पर्यो। मैले चाहिँ यहाँ तपाईलाई ट्यालीमा देखाउँछु किनभने मसँग यही सफ्टवेयर एभाइलेबल छ हैन। तपाईहरुले चाहिँ एउटा सफ्टवेयरमा इन्ट्री गर्न जान्नुभयो भने सब सफ्टवेयरहरु सिमिलर नै हुन्छन् है। ल सुरु गरौँ त। सबैभन्दा पहिला त हामीले कम्पनी नै खोल्नु पर्यो है। कम्पनी खोल्नलाई ट्याली ओपन गरिसकेपछि यहाँ सेलेक्ट कम्पनीमा गएर क्रिएट कम्पनी गर्नुस्। क्रिएट कम्पनीमा गएर कम्पनीको नाम राख्नुस्। हामीले यहाँ अस्तिको डी-बुकमा कम्पनीको नाम के राखेका थियौं भन्दा एबीसी कम्पनी प्राइभेट लिमिटेड भनेर राखेका थियौं। यही कम्पनीको नाममा मैले यहाँ कम्पनी क्रिएट गर्छु है। एबीसी कम्पनी एलटीडी भनेर खोले। मेलिङ नेम भनेको पनि एबीसी कम्पनी लिमिटेड नै हुन्छ। एड्रेस तपाईले राख्नुस्। तपाईको कम्पनीको एड्रेस कहाँ छ त्यहाँ। पहिला कम्पनी नखोलिकन जल्लै त पोस्टिङ गर्न सकिदैन। अब हामी जति पनि काम गर्छौं जति पनि कुरा सिक्छौं यही कम्पनी अन्तर्गत रहेर सिक्छौं है। यहाँ मैले यसको एड्रेस भक्तपुर भनेर राख्दिए। त्यसपछि तपाईले यहाँ स्टेट भनेको चाहिँ तपाईँ कुन स्टेटमा हो भनेर हुन्छ। यहाँ चेन्ज कन्ट्री गर्नुपर्छ पहिला है। किन भन्दा इन्डियाको अटोमेटिक यहाँ इन्डियन यो ट्यालीको चाहिँ ओरिजिन चाहिँ इन्डिया भएको भएर इन्डिया अटोमेटिक लिइरहेको हुन्छ। हामीले यहाँ चेन्ज गर्नुपर्ने हुन्छ। चेन्ज गर्नलाई यतापट्टि साइडमा यो चेन्ज कन्ट्री भन्नेमा गएर चेन्ज गर्ने। अनि यहाँ आफ्नो कन्ट्रीको नाम के हो यहाँ हेर्नुस्। जस्तो यहाँ नेपाल छ, नेपालमा क्लिक गर्नुस्। अब त्यसमैको कुन प्रोभिन्स हो त्यो प्रोभिन्स छान्नुस्। यहाँ बागमती भनेर छाने मैले। पोस्ट बक्स छ भने राख्नुस्, छैन भने नराख्नुस्। टेलिफोन नम्बर राख्नुस्। यहाँ मैले टेलिफोन नम्बर मेरो आफ्नै राख्ने है। अनि मोबाइल नम्बर पनि अब त्यही राख्नुस्। फ्याक्स छ भने छैन भने छैन। इमेललाई मैले हाम्रो युट्युब च्यानलको इमेल राख्दिएँ 6 है। वेबसाइट छ भने वेबसाइट राख्नुस्। एनआरपी हो हाम्रो जहिले पनि जुलाई 16 2024 भनेपछि यसको बिगिनिङ अफ द फिजिकल इयर भनेर बुझ्नु पर्यो। जहिले पनि हाम्रो कहिले हुन्छ भन्दा श्रावण 1 गतेबाट हाम्रो आर्थिक वर्ष सुरु हुन्छ भने असार मसान्तमा गएर हाम्रो आर्थिक वर्ष समाप्त हुन्छ। त्यसैले यहाँ फाइनान्शियल इयर बिगिनिङ फ्रम भनेको ठाउँमा पनि 16 जुलाई यो इङ्ग्लिस यो डेट हो। यो इङ्ग्लिस डेटलाई कन्भर्ट गरेर तपाईले हेर्नुभयो भने यो चाहिँ तपाईको श्रावण 1 गतेदेखि हुन्छ भने बुक बिगिन्स पनि हामीले कहिलेदेखि स्टार्ट गर्ने भन्दाखेरि त्यही 16 जुलाईबाट नै स्टार्ट हुन्छ भनेर हामीले यहाँ क्रिएट गर्छौं। तपाईको कम्पनी अब क्रिएट भयो है। कम्पनी क्रिएट भयो। अब यसमा चाहिँ तपाईले कम्पनी क्रिएटेड सक्सेसफुल्ली भनेर आयो हैन। अब यो आइसकेपछि तपाईहरुले यहाँ सेटिङ मिलाउनु पर्ने हुन्छ। अहिले म खासै यो सेटिङ केही पनि मिलाउँदिन। पछि तपाईलाई जुन बेला चाहिन्छ त्यही बेला म मिलाएर देखाउँछु है। यसलाई तपाईले कन्ट्रोल ए गरेर सेभ गर्न सक्नुहुन्छ अथवा इन्टर गरेर पनि तपाईले सेभ गर्न सक्नुहुन्छ है। अब यहाँ आयो हेर्नुस् एबीसी कम्पनी भनेर आयो। अब यहाँ क्रिएट भनेर आएको छ। अब हामीले के क्रिएट गर्ने हो त? लेजर क्रिएट गर्नु गरिरहेछौँ भने हामी पहिला लेजर क्रिएट गर्छौँ है। लेजर क्रिएट गर्दाखेरि अब हामीलाई सर्वप्रथम के चाहिन्छ त त्यो हेर्नु पर्यो। यहाँ हेर्नुस्। यहाँ हेर्दाखेरि सर्वप्रथम हाम्रो डेबुकको यहाँ हामीले हिजोको एपिसोडमा हामीले जुन भौचरबाट लेजर भौचर बनाएको थियौं जर्नल भौचर बनाएको त्यही भौचर अनुसार हामी लेजर क्रिएट गर्छौँ। हामीलाई कुन चाहियो यहाँ क्याश एकाउन्ट चाहियो, सिद्धार्थ हार्डवेयर चाहियो, हरिचरण भनेर चाहियो। सबैको हामीले पहिला लेजर बनाउनु पर्छ। आउनु सुरु गरौँ। सबभन्दा पहिला क्याश रिसिभ फ्रम सिद्धार्थ हार्डवेयर भन्नेलाई हामीलाई कुन लेजर चाहियो त भन्दा क्याशको एउटा लेजर चाहियो, एउटा सिद्धार्थ हार्डवेयरको लेजर चाहियो। अब हामी ट्यालीमा जाउँ। क्याशको अटोमेटिक हुन्छ है। क्याशमा चाहिँ ट्यालीले बाइ डिफल्ट बनाएर दिएको हुन्छ, त्यो बनाइरहनु पर्दैन। अब हाम्रो सिद्धार्थ हार्डवेयर खुल्नु भयो। सिद्धार्थ हार्डवेयरको एलायन्स छ भने अर्को कुनै नामले तपाईले चिन्नु पर्ने छ भने चिन्नुहुन्छ, नभए त्यसलाई चाहिँ त्यतिकै राख्नुहुन्छ है। अब यो कुन अन्तर्गत जान्छ त हैन। अन्डर के अन्तर्गत पर्छ त भन्दा सिद्धार्थ हार्डवेयर भनेको हाम्रो के हो डेब्टर्स हुन सक्छ अथवा तर क्रेडिटर्स हुन सक्छ। यो म्यानुफ्याक्चरिङ कम्पनी भएको हिसाबले हेर्दा यो हाम्रो सप्लायर्स हुनुपर्छ। किन भन्दाखेरि म्यानुफ्याक्चरिङ कम्पनीले आफ्नो बिल्डिङहरु बनाउनको लागि सायद सिद्धार्थ हार्डवेयरबाट सामान खरिद गरेको हुन सक्छ। त्यसैले यसलाई हामीले सप्लायर्स अथवा क्रेडिटर्स सन्डिक क्रेडिटर्स अन्तर्गत लिएर राख्छौं। सन्डिक क्रेडिटर्स भयो। मेन्टेन ब्यालेन्स बिल बाइ बिल भने
दिइरहेछ यसलाई यस गरिदिनुस् त्यसपछि यसलाई तपाईले कन्ट्रोल ए थिचेर सेभ गरिदिनुस् अब हाम्रो इन्ट्री कसरी पास गर्छौं त किन भन्दा हामीसँग क्याशको अलरेडी छ भने अब यो इन्ट्रीलाई हामीले कसरी पास गर्छौं त भन्दा हाम्रो त्यो के हो त भन्दा हाम्रो त्यो यहाँ हेर्नुस् है यसमा राम्ररी बुझ्नुपर्छ यो यहाँ के भन्छ क्याश रिसिभ फ्रम सिद्धार्थ हार्डवेयर भनेपछि हाम्रो त्यो रिसिभड हो के हो रिसिभड हो रिसिभडलाई इन्ट्री गर्दाखेरि हामीले कुन भौचर अन्तर्गत गर्दछौं त भन्दा यसलाई गेटवे अफ ट्यालीमा आएर तपाईले बी सर्टकट थिच्नु भयो भने कहाँ जानुहुन्छ तपाई भौचरमा जानुहुन्छ भौचरमा गइसकेपछि यसको सर्टकट कीहरु यहाँ हुन्छ है तपाईले यो यसलाई चाहिँ सम्झिने प्रयास गर्नुस् है डेट भनेको F2 बाट आउँछ F3 बाट आउँछ यो कन्ट्रा भनेको F4 बाट आउँछ भने अहिले हाम्रो रिसिभ भएको भएर हामीले F6 भनेर हामीले सर्टकट की थिच्यौं भने यो आउँछ है भौचरमा गयो हाम्रो पेमेन्टमा छ यो भौचर पेमेन्ट भौचर भनेर देखिरहेछ यसलाई F6 थिचेपछि रिसिभ भौचर आयो अब यो रिसिभ भौचरमा यहाँ हेर्नुस् है यो रिसिभ भौचरमा यहाँ हेर्नुस् है यहाँ मिति अहिले यहाँ आइरा छैन यो मिति ल्याउनलाई फेरि अर्कोमा म तपाईलाई सिकाउँछु तपाईलाई मैले भौचर इन्ट्री मात्र कसरी गर्ने भनेर सिकाउन खोजिरहेको छु यहाँ हेर्नुस् 2081 साल एउटा डेट राख्थ्यौ 10 महिना 23 गते थियो नि त हैन हाम्रो 10 महिना 23 गते भनेर तपाईले हाल्नुभयो अब हामीले के रिसिभ गरेको त क्याश रिसिभ गर्यौं हामीले क्याश यहाँ भयो भने कोबाट रिसिभ गर्यौं त हामीले भन्दाखेरि सिद्धार्थ हार्डवेयर यदि तपाईले लेजर खोल्नु भएको थिएन भने यहाँ त्यो देखाउँदैन थियो त्यो लेजरमा देखाउँदैन नि हामीले खोलेको भएर यहाँ देखायो सिद्धार्थ हार्डवेयर भनेर हामीले क्लिक गर्छौं कति रुपैयाँ हामीले लिएको थियौ र हामीले क्लिक गर्छौं कति रुपैयाँ हामीले लिएको थियौ यहाँ हेर्नुस् 9,60,905 9,60,905 हैन त हामीले रिसिभ गरेको अन अकाउन्ट गर्नुहुन्छ अथवा एडभान्सको रूपमा लिएको भन्नुहुन्छ अथवा अगेन यो चाहिँ तपाईले अब तपाईको कुन प्रयोजनको लागि लिएको त्यो मैले यहाँ अन अकाउन्ट्स नै भनेर राख्दिए अहिले अब तपाईले गयो अब यसलाई तपाईले न्यारेसन चाहिँ लेख्नु पर्यो है बीइङ क्याश रिसिभड एज एन एडभान्स भनेर लेख्दिए मैले यसरी मैले यसलाई सेभ गर्दै इन्टर गरेर यो सेभ अब दोस्रो नम्बरमा हेर्नुस् के छ त भन्दा यो एउटा हामीले क्याश रिसिभ गरेको इन्ट्री हेर्यौं भने अर्को हामीले ठेकदार एडभान्स टु हरिचरण ठेकदार भनेको छ हैन यहाँ हरिचरण अकाउन्ट डेबिट टु क्याश छ क्याश दिएम यो हाम्रो अघि आएको केस थियो भने यो दिएको केस छ है अब क्याश त अलरेडी हामीसँग ट्यालीमा बनिरहेको छ अब हामीले हरिचरण अकाउन्टलाई चाहिँ फेरि के गर्नु पर्यो यहाँ बनाउनु पर्यो यो बनाउनलाई के गर्ने त गेटवे अफ ट्यालीमा गएर तपाईले क्रिएट गर्न पनि सक्नुहुन्छ हैन भने भौचरमै डाइरेक्टबाट पनि गर्न सक्नुहुन्छ म तपाईलाई अघि गेटवे अफ ट्यालीबाट गर्ने कुरा देखाए नि अब म तपाईलाई भौचरैबाट गर्ने तरिका देखाउँछु है यो हाम्रो पेमेन्ट थियो पेमेन्ट भनेको F5 मा हुन्छ है तपाई सर्टकट की याद गर्नुस् यो भनेको हामीले क्याश पेमेन्ट गरेको है क्याश पेमेन्ट गर्यौं हामीसँग हेर्नुस् यहाँ देखाउँछ क्याश ब्यालेन्स यो पहिला क्याश भएको कारणले यहाँ क्याश ब्यालेन्स देखाइरहेछ हैन क्याश ब्यालेन्स यदि नेगेटिभ छ भने यहाँ नेगेटिभ इन्डिकेसन दिन्छ है यसले अब हामीले क्याश दिएम कसलाई हरिचरण क्लिक गर्दा आउँछ त आउँदैन किनभने लेजरै खोलेको छ नि यहीबाट हामीले लेजर क्रिएट गर्न सक्छौं लेजर क्रिएट गर्नलाई हामीले अल्ट सी गर्यो भने लेजर क्रिएट हुन्छ है त्यहीबाट अल्ट सी थिच्यो भने लेजर बन्छ लेजर बनाउने ठाउँ आउँछ लेजर क्रिएसन गर्ने ठाउँ आउँछ त्यहाँ गएर हामीले हरिचरण हैन CHARAN चरण भनेर भन्छौं बुझ्नलाई ठेकदार भनेर राखिदिनुस् हैन हरिचरण ठेकदार पनि हाम्रो के हो त क्रेडिटर्स किन हो भन्दाखेरि उल्ले हामीलाई म्यान पावर सप्लाई गर्ने भएको कारण र उल्ले हामीलाई ठेकेदारीको पछि बिल दिने कारणले गर्दाखेरि उ हाम्रो सप्लायर्स हो त्यसैले मैले हरिचरण ठेकेदार सप्लायर्स भनेर राखेँ है त्यो सप्लायर चाहिँ सन्डी क्रेडिटर्स हो हाम्रो लायबिलिटिज हो त्यही भएर सन्डी क्रेडिटर्समा गयो यसलाई मेन्टेन बिल वाइज गर्नुस् यस गर्नुस् र सेभ गर्नलाई मैले के भनेको थिएँ हैन कन्ट्रोल ए सेभ भयो कति दिए थियौं हामीले 4 लाख रुपैयाँ राख्दिनुस् र यसलाई पनि अन अकाउन्ट भनेर राख्दिनुस् बीइङ क्याश एडभान्स एडभान्स भनेर यसलाई सेभ गरिदिनुस् अब यो सेभ भयो मिति चाहिँ त्यही राख्नुस् है 10 महिना 26 गते 10 महिना हामीले कति गरेका थियौं त्यही डेटको राख्नुस् है अब त्यसपछि अर्को हेरौँ है अर्कोमा सिमिलर यो दिएको नहेरौँ सेम नहेरौँ किनभने सदानन्द मिश्रालाई दिएको भन्नु र हरिचरणलाई दिएको एउटा यो एक्सपेन्सको हेरौँ यहाँ एक्सपेन्समा के त गेट्स वेलकम एक्सपेन्सेस टु क्याश छ क्याश अलरेडी छ हामीले गेस्ट वेलकम एक्सपेन्सेस राख्नु पर्यो अब ट्यालीमा जाउँ अब यहाँ हामी क्रिएट गर्छौं के गर्छौं यो पनि पेमेन्टै हो क्याशमा जान्छौं हामी क्याश भयो क्याश गएपछि के गर्नु पर्यो हामीले यहाँ गेस्ट वेलकम भनेर हाल्नु पर्यो छ त छैन नभएपछि यसलाई क्रिएट गर्नु पर्यो क्रिएट गर्नलाई मैले के भनेको थिएँ अल्टर सी गेस्ट वेलकम एक्सपेन्स भयो यो के हो त अब हाम्रो के अन्तर्गत त यो इन्डाइरेक्ट एक्सपेन्सेस हो है यो कम्पनीको इन्डाइरेक्ट एक्सपेन्सेस हो त्यही भएर इन्डाइरेक्ट एक्सपेन्सेस अन्तर्गत जान्छ यहाँ लेजर परेन यसलाई नो गर्दै यसलाई सेभ गर्नुभयो कति थियो यहाँ दिएको पैसा एकचोटि हेरौँ एकचोटि दिएको 4,115 रुपैयाँ 4,115 रुपैयाँ दिएको थियो भने अब यसलाई के हुन्छ बीइङ पेमेन्ट
TRNL इन्टरनल अडिट मेस बिल भनेर राख्दियो भने तपाईँलाई भोलि पर्सि हेर्न सजिलो हुन्छ। यसरी सेभ गरिदिनु भयो। अब अर्को हेरौँ, अर्कै खालको यो पनि एडभान्स। यो एडभान्स दिएको कुरा अघि नै जुन जसरी दिएको छ नि हामीले हरिचरणलाई जसरी दियौँ त्यही अनुसारको हो। यो लुम्बिनीको पनि त्यही नै भयो होइन। अब यो एउटा हेरौँ है, यहाँ के छ भन्दा एबिसी एकाउन्ट भने एबिसी ब्याङ्क एकाउन्ट होइन, एबिसी करेन्ट एकाउन्ट। पहिला ब्याङ्क एकाउन्ट, यहाँ त ब्याङ्क एकाउन्ट भनेर चाहिँ छ, क्यास एकाउन्ट अलरेडी छ। ब्याङ्क एकाउन्ट खोलौँ है, ब्याङ्क एकाउन्ट एबिसी ब्याङ्क। यो केमा जान्छ भने तिमीले क्यास टु क्यास, क्यास टु ब्याङ्क अनि ब्याङ्क टु ब्याङ्क र ब्याङ्क टु क्यास भयो भने हामीले कन्ट्रा भाउचरमा इन्ट्री गर्छौँ। कन्ट्रा भाउचरको सर्टकट की भनेको एफओ हो। एफओमा जाउँ, एफओमा गएपछि डेट राख्नलाई यही राख्नु 2000 कति साल 81 साल। मैले 10 महिनै राखिदिएँ, 10 महिना 23 गते भनेर राखेँ। इन्टर गर्नुहोस्। यो हाम्रो के थियो त भन्दा कहाँ आएको त क्यास, हाम्रो डिपोजिट भएको क्यास डिपोजिट गरे हो हामीले होइन। क्यास डिपोजिट गरेपछि हाम्रो यहाँ एबिसी ब्याङ्क भनेर ब्याङ्कको नाम यहाँ छैन, त्यही भएर हामीले यहाँ यहीबाट लेजर क्रिएट गर्न मैले के भनेको थिएँ, अल्ट सीमा जाने, ब्याङ्कको नाम एबिसी ब्याङ्क करेन्ट एकाउन्ट, करेन्ट एकाउन्ट भन्नुहोस् है। यो चाहिँ ब्याङ्क अन्तर्गत पर्छ है। ब्याङ्क हेर्नुहोस्, यहाँ ब्याङ्क पनि ओडी ब्याङ्क ओसिसी ब्याङ्क छ, हामी यसलाई ब्याङ्क एकाउन्ट अन्तर्गत राखौँ। अब यहाँ चाहिँ उसले एकाउन्ट्सको सबै माग्छ, स्विफ्ट कोड माग्छ, ब्याङ्क एकाउन्ट माग्छ। यो तपाईँको भएको जति हालेर यसलाई सेभ गर्नलाई कन्ट्रोल ए गर्नुहोस्, भयो सेभ। अब के गरेका थियौँ हामीले, क्यास डिपोजिट गरिदिएका थियौँ। कति डिपोजिट गरेका थियौँ त, अब एमाउन्ट हेरौँ। क्यास डिपोजिटमा हाम्रो 2,60,905 रुपियाँ छ होइन, 2,60,905 रुपियाँ हामीले क्यास डिपोजिट गरिदियौँ। ठिक, अब यहाँ माग्छ हेर्नु है, क्यास डिपोजिट गऱ्यौँ, यो ब्याङ्क नेम कुन ब्याङ्कबाट भनेर माग्छ, यसलाई भर्नु होला बिङ क्यास डिपोजिट एट ब्याङ्क होइन। यसरी तपाईँ न्यारेसन लेखेर यसलाई पनि सेभ गरिदिनुहोस् है। यो कुरा पनि हामीले बुझ्यौँ। अब अर्को हेरौँ, अर्को सिमिलर टाइपको नहेरौँ, अर्को तपाईँको ओडीको पनि सेम त्यसरी नै हो है। अब यो चाहिँ ब्याङ्क टु ब्याङ्क भएको कारणले हेर्नु, चाहिँ दुईवटा ब्याङ्क छ होइन। एउटा के छ एबिसी करेन्ट ब्याङ्क, यो चाहिँ एबिसी ओडी ब्याङ्क। अब यसलाई तपाईँले कसरी गर्नुहुन्छ, एबिसी करेन्ट ब्याङ्क हामीले खोलिसक्यौँ, ओडी ब्याङ्क एकाउन्ट तपाईँले खोल्नुहुन्छ र इन्ट्री गर्नुहुन्छ। यसलाई हेरौँ कति छ, 20,50,000 है नि त। अब हेर्नुहोस् है, यसलाई इन्ट्री गर्नलाई ट्यालीमा गएर कहाँ इन्ट्री भएको छ त हाम्रो भन्दा एबिसी ब्याङ्क होइन, कन्ट्रामै छौँ हामी। एबिसी ब्याङ्क करेन्ट एकाउन्टमा भएको छ। कहाँबाट भएको छ त, ओडी एकाउन्ट। ओडी खोलेको छ छैन, क्रिएट गर्नलाई के गर्ने, अल्ट सी गरेर एबिसी ओडी एकाउन्ट गर्नुहोस्। यो पनि ब्याङ्क एकाउन्ट अन्तर्गत नै पर्छ, तर यसलाई ओडी भनेर राख्नुहोस् है, ब्याङ्क ओडी एकाउन्ट भनेर राख्नुहोस्। ठिक, अब तपाईँले हेर्नुहोस्, यसलाई तपाईँले कति गर्नुहुन्छ, 20,50,000 थियो होइन। 20,50,000 चाहिँ तपाईँले यसमा कति भयो, 20,50,000 10 100 1000 10 लाख 10 लाख करोड भएछ। 20 लाख 1 2 3 4 20,50,000 है नि त। तपाईँले कुन ब्याङ्क, अब कुन चेकबाट गरेको त्यहाँ चेक नम्बर रेन्ज राख्नुभयो भने हुन्छ। यो किन नेगेटिभ देखायो त भन्दा यसमा त ओडी एकाउन्टमा कति पैसा छ भनेर हामीले हालेको थिएनौँ होइन, त्यही भएर यसमा नेगेटिभ देखायो। अहिले यसमै जाउँ, पछि तपाईँलाई म यो ब्याङ्कको ट्रायल ब्यालेन्सबाट कसरी हेर्ने भन्ने कुरा पनि सिकाउँछु पछिको एपिसोडहरूमा। ब्याङ्क ट्रान्सफर भनेर सेभ गरिदिनुहोस्। ठिक, सेभ भयो। अब जाउँ अर्को के हुन्छ, यो त्यो एडभान्स दिएको कुरा ब्याङ्कबाट दिएको, अघि क्यास दियो भने ब्याङ्क गर्ने, यो सेम नै भइहाल्यो होइन। यो भिडियो लामो हुने कारणले मैले यसलाई बुझाएन। ब्याङ्क कमिसन एन्ड चार्जलाई पनि हामीले एक्सपेन्समा राख्नु पर्यो होइन। अनि गणपति हाउस, म तपाईँलाई अर्को यहाँ बिल आएको देखाउँछु है, स्टेसनरी एक्सपेन्सेस लुम्बिनी बिल। अब यो हेर्नुहोस् है, यहाँ एउटा इम्पोर्टेन्ट कुरा छ। के इम्पोर्टेन्ट कुरा छ भने यो तपाईँको पर्चेज त हो, तर तपाईँको डाइरेक्ट एक्सपेन्सेसमा जाने पर्चेज चाहिँ होइन है। कस्ट अफ गुड्स सोल्ड निकाल्दाखेरि चाहिँ डाइरेक्ट एक्सपेन्सेस नभएको कारणले गर्दाखेरि चाहिँ तपाईँले यसलाई पर्चेज एकाउन्ट अन्तर्गत इन्ट्री गर्नु हुँदैन। स्टेसनरी एक्सपेन्सेस होइन, टेलिफोन एक्सपेन्सेस हाम्रो पर्चेज अन्तर्गत पर्दैन, यो हाम्रो एक्सपेन्सेस अन्तर्गत पर्छ है। हाम्रो र मेटेरियल पर्चेज गर्नुभएको छ भने र मेटेरियल अन्तर्गत पर्छ। र मेटेरियल चाहिँ हाम्रो डाइरेक्ट पर्चेज भएको भएर हामीले यसलाई पर्चेज एकाउन्ट अन्तर्गत नै पर्चेजमा इन्ट्री गर्छौँ भने यसलाई चाहिँ हामीले लेजर बनाएर पेमेन्ट अथवा बिल रिसिप्ट अथवा जर्नल भाउचरबाट इन्ट्री गर्छौँ है। यसलाई पर्चेजबाट नगरिकन जर्नल भाउचरबाट इन्ट्री गऱ्यो भने सजिलो हुन्छ। अब हेर्नुहोस्, जर्नल भाउचरबाट इन्ट्री गर्नलाई स्टेसनरी एक्सपेन्सेस 810 लुम्बिनी स्टेसनरीबाट आएको रहेछ होइन। यसलाई कसरी इन्ट्री गरिन्छ त भन्दा ट्यालीमा जाउँ। अब हामी के हो त भन्दा जर्नल भाउचर हाम्रो सर्टकट की F7 भाउचर, F7मा गयो। F7मा गएपछि हेर्नुहोस् है, यो हाम्रो खोलिरहेछ यहाँ 2081 साल
10 महिना 23 गते भनेर मैले राखेँ। डेट इन्टर गर्नुहोस्। इन्टर गरिसकेपछि के हुन्छ त भन्दाखेरि अब यहाँ जाउँ, हाम्रो के हुन्छ त भन्दा स्टेसनरी छैन खोलेको, यसलाई खोल्न पर्यो। के गर्नु पर्यो खोल्नलाई? कन्ट्रोल सी अल्ट सी गरेर STATIONERS। यो के हो? इन्डाइरेक्ट एक्सपेन्सेस हो होइन, इन्डाइरेक्ट एक्सपेन्सेस हो। इन्डाइरेक्ट एक्सपेन्सेसमा तपाईँले गएर यसलाई सेभ गरिदिनु भयो भने स्टेसनरी एक्सपेन्सेसको चाहिँ 810 रुपियाँ थियो होइन। कहाँबाट किनेको थियो त? लुम्बिनी स्टेसनरीबाट गरेर त 2 हुन्छ, क्रेडिट 2 लुम्बिनी छ त छैन खोले त के गर्ने? अल्ट सी LUMBANI लुम्बिनी STATIONER स्टेसनरी भनेर खोल्ने। यो हाम्रो के हो? सप्लायर्स पछि के हुन्छ? सन्ड्री क्रेडिटर्स हुन्छ है, सन्ड्री क्रेडिटर्स राख्ने। मेन्टेन बेल बाई भनेर राख्ने। ओके, अब तपाईँको यहाँ के हुन्छ? 810 आयो एन्ड एकाउन्ट्समै मैले हाल्ने होइन। अब यहाँ बिङ PURCHAC पर्चेज STATIONER स्टेसनरी भनेर तपाईँले इन्ट्री गरिदिनु भयो भने तपाईँको इन्ट्री सक्यो। यसरी नै तपाईँले यो सामान्य इन्ट्रीहरू जर्नल भाउचरबाट ट्यालीमा लेजर इन्ट्री गर्न सक्नुहुन्छ। अब यो अलिक कम्प्लिकेटेड इन्ट्रीहरू जस्तै भ्याटको कुराहरू, TDSका कुराहरू, त्यसलाई कसरी इन्ट्री गर्ने भन्ने कुरा चाहिँ हामी अर्को एपिसोडमा तपाईँलाई सिकाउँछौँ। आजको हाम्रो कन्टेन्ट तपाईँहरूलाई कस्तो लाग्यो? हाम्रो युट्युब च्यानललाई लाइक, सब्सक्राइब र फलो गर्दै बेल आइकन थिचिदिनु होला ताकि हामीले तपाईँलाई नयाँ हाम्रो कन्टेन्टहरूको नोटिफिकेसन दिन सकियोस्।